सम्पूर्णमा नमस्कार। म रमेश तिमसिना। आज हामी वडा अध्यक्षसँग वडावासीका सिधा प्रश्न कार्यक्रम लिएर आएका छौँ। यहाँ हामी वडावासीका प्रश्नहरूलाई प्रतिनिधिमूलक रूपमा राखेका छौँ। यसमा तपाईँहरूका आफ्ना गुनासाहरू तल कमेन्ट बक्समा राख्न सक्नुहुनेछ। वडा नम्बर 5 को वडा कार्यालयमा छौँ। वडावासीका प्रश्नहरू सिधै वडा अध्यक्षसँग सामु राख्ने कोसिस गरेका छौँ। कहीँ कतै कमी कमजोरीहरू भए सुधार्ने मौका दिनुहोला। हवस् त, धन्यवाद। वडा अध्यक्षसँग वडावासीका सिधा प्रश्न। आज हामी वडा नम्बर 5 का वडा अध्यक्ष दीपक राज रेग्मी यहाँ स्थानीयवासीहरूका सिधा प्रश्नहरू लिएर आएका छौँ र हामी स्थानीयवासीका सिधा प्रश्न हामी राख्दैछौँ। सर, पहिलो प्रश्न, स्थानीयवासीको गुनासो 2 वर्ष अघि बनेको खानेपानीको ट्याङ्की 2वटा भण्डारण स्टोर बन्यो। सबै घरधुरीबाट पैसा 2000 का दरले उठ्यो। त्यसपछि माथिल्लो स्थानका 10 देखि 15 घरधुरीको धारामा पानी आएन। त्यसपछि खासै वास्ता गरिएन अहिलेसम्म भनेर स्थानीय गुनासो छ। के भन्नुहुन्छ? नमस्कार, म दीपक राज रेग्मी, बेलाका 5 को वडा अध्यक्ष। अब जुन प्रश्न यहाँले उठाउनु भएको छ, यो चाहिँ कति घरधुरीले कसरी उठाएको भन्ने कुरा चाहिँ मलाई त्यति जानकारी छैन, हैन। यो विषयमा उठाएको वडा नम्बर 5 मा रहेका पर्यटनले तान्न सक्ने क्षेत्रहरू कुन कुन हुन्? यसमा वडाको नजर कस्तो छ? अब हामीले पर्यटनको क्षेत्रमा पनि भन्नुहुन्छ भने हामीले यो ठाउँ पर्यटन क्षेत्रको लागि उपयुक्त छ भनेर हामीले पठाएका छौँ। योजनाको रूपमा हामीले बेलाका नगरपालिकाले पनि गरेको छ। यसमा सबैभन्दा हामीले चाहिँ अब पहिलेदेखि नै चर्चित रूपमा रहेको पर्यटन क्षेत्रको चाहिँ भोटिया दह भन्ने छ हाम्रो। त्यो भोटिया दह प्रवर्धनको लागि भनेर पर्यटन मन्त्रालयले चाहिँ त्यसको पहुँच मार्ग, त्यसको विकास गर्नु भनेर चाहिँ जुन बजेट व्यवस्था गरेको थियो, त्यो बजेट पनि अहिलेसम्म चाहिँ कार्यान्वयन भएन। ठेक्का लागेर पनि हामीलाई बजेट पठाएन मन्त्रालयले, र त्यो पैसा नआएको कारणले गर्दाखेरि अहिले हाम्रो भोटिया दह चाहिँ ओझेलमा परेको छ। यो चाहिँ एउटा धेरै पर्यटनहरू भित्रिने, पर्यटकहरू आउने क्षेत्र ठाउँ थियो त्यो, र पहिला धेरै पर्यटकहरू आउने जाने भएर पनि एकदमै चर्चाको उसमा शिखरमा पुगिसकेको थियो। तर अहिले चाहिँ यो चाहिँ विभिन्न कारणले राज्यले चाहिँ यसलाई उपेक्षा गरेर अलिक ओझेलमा परे जस्तो लाग्छ। अरू हाम्रो चाहिँ त्यस पछाडि हाम्रो गाईखुरे डाँडा भन्ने छ माथि देवराज्यमा, त्यो पनि त्यत्तिकै छ, अग्लो ठाउँमा रहेको, सबैतिरबाट देखिने ठाउँहरू देखिने, र त्यहाँ चाहिँ गाईको खुर जस्तो चाहिँ परेको ढुङ्गाहरू छ त्यहाँ, त्यही भएर त्यसलाई गाईखुरे डाँडा भनिन्छ त्यहाँ। त्यो चाहिँ अग्लो, धेरै अग्लो ठाउँ छ। त्यसपछि हामीसँग यहाँ बेलाका राजा रानीको चाहिँ स्थानमा रहेको सुक्खा पोखरी, त्यो बेला चाहिँ एउटा ऐतिहासिक रूपमा रहेको यो सुक्खा पोखरी छ। त्यो पहिले चाहिँ त्यो राजाहरूले चाहिँ त्यो पोखरीमा चाहिँ एउटा पोखरीको रूपमा विकास गरेर, अथवा त्यहाँ राजाहरूले चाहिँ नुहाइधुवाइ गर्ने राजा रानीहरूको चाहिँ त्यस्तो खालको पोखरी हो भन्ने कुरा एउटा चाहिँ किंवदन्ती छ। त्यसै अनुसार हामीले अहिले पनि त्यसलाई सुक्खा पोखरी भन्छौँ, किनकि त्यहाँ पानी सुकेको हुनाले अहिले त्यसलाई सुक्खा पोखरी छौँ, र त्यसलाई त्यसैको नामबाट हामीले टोल विकासको पनि नामाकरण गरेका छौँ। र अहिले त्यो टोल विकास त्यो सुक्खा पोखरी चाहिँ अहिले पनि हेर्दाखेरि पोखरीको रूपमा देख्न सकिन्छ। र अर्को प्रश्न, तपाईँले चुनाव अगाडि स्थानीय जनतालाई आश देखाएका कुराहरू पुरा गरिरहेको छु जस्तो लाग्छ? अब यसमा चाहिँ हामी, मेरो आफ्नो व्यक्तिगत हिसाबले चाहिँ के भन्छु भने, अब वडा अध्यक्षले जुन भूमिका निर्वाह गर्नुपर्ने हो, वडा अध्यक्षको हैसियतले, वडा अध्यक्षको स्रोत र साधनले, वडा कार्यालयको पहुँचमा कति के स्रोत साधनहरू हुन्छ र भूमिका के कति हुन्छ भनेर म जनताहरूलाई पनि अनुरोध गर्छु बुझिदिनको लागि। हामीले सके जति र हामीले गर्नुपर्ने, खेल्नुपर्ने भूमिकाहरू वडा विकासको लागि निरन्तर खेलिरहेका छौँ र गरिरहेको छु भन्ने मलाई लाग्छ। अब धेरै कुराहरूको अपेक्षा जनताहरूले राख्नुभएको छ, हामीले पनि धेरै कुराहरू गर्ने प्रयास गरिरहेका छौँ, र पनि देशको समसामयिक परिस्थिति, अर्थतन्त्रको अवस्था, हरेक कुराले गर्दा हामीले सोचे अनुरूप चाहिँ भएको छैन। तर केही पनि नभएको र केही भएन भन्ने गुनासो चाहिँ अब त्यस्तो छैन। अब किनभने उहाँहरूले पनि बुझ्नु भएको छ वडा कार्यालय कतिको चाहिँ स्रोत सम्पन्न छ, कति काम गर्न सक्छ, कति उसको पहुँचमा के छ भन्ने कुरा त उहाँहरूले राम्रोसँग बुझ्नु भएको छ। त्यही अनुरूप हामी जनताको हितमा र जनताको शिर निहुरिने गरी चाहिँ मैले कहिले पनि काम गरेको छैन र गर्ने छैन भन्ने प्रतिबद्धता जाहेर गर्छु। अर्को क्वेसन, वडा नम्बर 5 मा बस्ने सबै वडावासीमा पानीको एकदमै हाहाकार छ। यसको समाधानको काम कतिको चलिरहेको छ र कहाँसम्म पुग्यो? धन्यवाद। अब यो विषय एकदमै जटिल विषय छ यहाँले जुन उठाउनु भएको छ कुरा। यसमा चाहिँ के छ भन्नुहुन्छ भने, हाम्रो वडामा चाहिँ तातोतै पानीकै समस्या छ, र बेलाकामै माथितिर पहाडी एरियामा चाहिँ सबै ठाउँमा चाहिँ पानीको चाहिँ हाहाकार छ। त्यसमा पनि हाम्रो 5 नम्बर वार्ड पनि त्यस्तै परिस्थितिमा छ, र केही ठाउँहरूमा चाहिँ अब बेलाका नगरपालिका वार्ड नम्बर 5 को चाहिँ यो शिखरमाडी एरिया चाहिँ लिप्सिङ खानेपानीबाट चाहिँ एक धाराको रूपमा चाहिँ त्यहाँ पानी सञ्चालन भइरहेको छ।
त्यसै गरी अब यो जडा र यो घुम्ने अनि गर्बे एरियाको लागि भनेर एउटा चाहिँ खानेपानी बनिरहेको छ। यो कुम्बी डाँडामा खानेपानी ट्याङ्की निर्माण भइसकेको छ र त्यसलाई चाहिँ म एकदमै प्रयत्न गरिरहेको छु कि अब त्यो छिटोभन्दा छिटो त्यो खानेपानी सञ्चालनमा ल्याउनुपर्छ भनेर मैले पटक खानेपानी कार्यालयदेखि लिएर सबैलाई चाहिँ भनिरहेको छु र उपभोक्ता समितिहरूलाई पनि तपाईँहरू तदारुकताका साथ यो काम सम्पन्न गर्नुहोस् र चाहिँ यो पानीको यो एकदमै समस्यालाई चाहिँ हल गर्नुपर्छ भनेर लागेको छु। र यसैपालि पनि यो पानीको एकदमै अस्ति भर्खरै यो खडेरीले गर्दाखेरि यो गर्बे चाहिँ हाम्रो सगरमाथा टोलमा चाहिँ ठुलो पानीको ठुलो समस्या थियो। त्यहाँ म आफै उपस्थिति भएर खानेपानी इन्जिनियरलाई पनि बोलाएर त्यहाँ समितिलाई सक्रियता गराएर अहिले त्यहाँ हामी धमाधम चाहिँ 60-70 र 100वटाको हाराहारीमा हामीले धारा त्यहाँ वितरण गर्न सफल भएका छौँ। र अब अहिले अरू पनि खानेपानी योजना जस्तो खैरबानी खानेपानी योजनाको डिपिआर तयार भएर चाहिँ मन्त्रालयमा गएको छ र त्यसलाई बजेट भएको छैन। त्यो विषयमा हामीले मन्त्रालयसँग पनि अनुरोध गरेका छौँ कि त्यो ठाउँमा चाहिँ बजेटको व्यवस्था गरिदिनुहोस् र खानेपानीहरू सञ्चालन गरिदिनुहोस् भनेका छौँ। र सबै चाहिँ समग्रमा मैले उठाएको कुरा के छ भने विभिन्न ठाउँमा चाहिँ खानेपानीको समस्या छ। यो समाधान सबै चाहिँ नेपाली जनताले र बेलुकावासी त्यसमा पनि 5 नम्बरका जनताहरूले स्वच्छ खानेपानी खान पाउनुपर्छ भन्ने मैले मान्यता राखेको छु र यो कुरा चाहिँ म जोडदारका साथ उठाइरहेको छु र आगामी दिनमा पनि निरन्तर यो प्रयासमा म लागिरहने कुरा गर्दछु। र माथिल्लो भेगमा पनि यो गाईखुरे डाँडामा चाहिँ जो खानेपानी लिफ्टिङ खानेपानी सञ्चालन गर्नुपर्छ भनेर पटक कुरा उठाएर त्यसको चाहिँ सर्वेसम्मको काम गराइएको छ र त्यो चाहिँ हामीले प्रयास गरिरहेका छौँ। डोनरहरूलाई पनि हामीले अनुरोध गरिरहेका छौँ। नेपाल सरकारको खानेपानी योजना कार्यालयलाई पनि अनुरोध गरिरहेका छौँ। त्यो प्रक्रियामा पनि हामी लागिरहेका छौँ। त्यो एरियाको त्यो लिफ्टिङ खानेपानी योजना सञ्चालन गर्न सक्यो भने डाँडापाखाको चाहिँ खानेपानीको समस्या समाधान हुन्छ भने अब यता यो चाहिँ कुम्बी डाँडामा भएको खानेपानी सञ्चालन भयो भने चाहिँ गर्बे जडा घुम्नेसम्मको खानेपानीको समाधान हुन्छ। र सुपाडीमा पनि लिफ्टिङ खानेपानी योजना सञ्चालन गरेर सुपाडी रानी पँधेरा सालघारी डुम्रेकुना अनि यतापट्टि चाहिँ गलेनीसम्मको भागलाई चाहिँ खानेपानी पुर्याउन सकिन्छ भन्ने तरिकाले हामीले योजना पेश गरेका छौँ। त्यसरी नै हामीले निरन्तर लागिरहेका छौँ। पानीको अवस्था चाहिँ पानीको समस्या चाहिँ एकदम भयावह छ। वडामा बालबालिकाका लागि प्रत्येक वर्ष कति बजेट छुटिने गर्दछ? त्यो बजेट बालबालिकाको वृद्धि र विकासमा खर्च भइरहेको छ? बाल मैत्री वडाको कुरो के हुँदैछ? बालबालिकाको क्षेत्रमा कस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्? अब यो कुरामा हामी चनाखै छौँ। अब बजेटको पाबन्दीभित्र छौँ। अब सबै क्षेत्रमा हामीले चाहिँ बजेटिङ गर्नुपर्छ। त्यसले गर्दाखेरि हामीले अब विद्यालयको क्षेत्रमा खर्चिने बजेट पनि बालबालिकाकै क्षेत्रमा पर्दछ। त्यस कारणले हामीले विद्यालयलाई पनि हामी बजेट राख्ने गर्छौँ र बालबालिकाको क्षेत्रमा पनि हामीले बालबालिकाको लागि पनि केही बजेटहरू राख्ने गरेका छौँ। र अहिले पनि हामीले विद्यालयहरूको कति बालबालिकाहरूलाई पढ्ने विद्यालयमा चाहिँ डेस्क बेन्चहरू फर्निचरको अभाव थियो। त्यो अभावलाई हामीले चाहिँ केही हदसम्म सम्बोधन गर्न कोसिस गरिरहेका छौँ। र केही विद्यालयहरूमा चाहिँ कम्पाउन्डको वाल नभएर यही हाइवेको नजिक भएका विद्यालयहरूलाई विद्यार्थीको सुरक्षाको लागि त्यतातिर पनि हामीले प्रयास गरिरहेका छौँ र भइ पनि रहेको छ। यस कारणले गर्दाखेरि बालबालिकाको अब हामीलाई लागु अवसर दुर्व्यसनको विरुद्धमा पनि हामीले सचेतनामूलक कार्यक्रमहरू चाहिँ बालबालिकाहरूलाई संरक्षण गर्नुपर्छ, उहाँलाई दुर्व्यसनबाट जोगाउनुपर्छ भन्ने तरिकाले पनि हामी गरिरहेका छौँ। र अहिले हामीसँग भएको बजेटले हाम्रो एउटा अभियान के चलाउन खोजिरहेका छौँ भने सबै विद्यालयहरूमा चाहिँ विद्यार्थीहरूको चाहिँ आँखाको अवस्था कस्तो छ, आँखा जाँच गराएर नानी बाबुहरूको चाहिँ पढ्न सक्ने अवस्था के छ, आँखाले कमजोर भएको कारणले वा उहाँहरूले पढ्न सकिराख्नु भएको छैन कि त्योसम्मको कुरा चाहिँ हामी र चस्मासम्म वितरण गर्न सकिन्छ कि भन्ने तरिकाले हामी सोच बनाइरहेका छौँ। बालबालिकाको क्षेत्रमा हामी काम गरिरहेका छौँ। र अब नगरपालिकाले चाहिँ अहिले 2टा वडालाई चाहिँ बालमैत्री वडा घोषणा गर्ने भनेको थियो। जस्तो 1 नम्बर र 4 नम्बरलाई घोषणा गरिसके पछाडि बाँकी रहेको वडाहरूलाई चाहिँ क्रमशः अगाडि बढाउने भन्ने भएको हुनाले अहिले नगरपालिकाको ध्यान 2टा वडामा छ र हामी त्यो इन्डिकेटरहरू मिट गर्नको लागि हाम्रो वडाको तर्फबाट पनि के कति कामहरू गर्न सकिन्छ बालबालिका क्षेत्रमा त्यो क्षेत्रमा हामी लागिरहेका छौँ। सहज हुन्थ्यो जस्तो लाग्छ हजुरलाई? अब वडावासीहरूलाई चाहिँ अब साथमा सबैजना रहौँ, सबैजना तपाईँहरू हामीले भनेका कुराहरूमा साथ सहयोग गरौँ, सबैजना लागौँ। अब जस्तो ठाउँमा हाम्रो चाहिँ सबैभन्दा ठुलो चाहिँ सडककै समस्या छ हामीसँग। अब यता चाहिँ डाँडागाउँ हुँदै पोखरी देउराली पोखरी जाने बाटोको अवस्था त्यस्तै छ। अब सुपाडे हुँदै खैरबानी जाने बाटो त्यस्तै छ। यता चाहिँ शिखरमाडी जाने बाटो त्यस्तै छ। सबैले गर्दाखेरि सबै यस्तो परिस्थितिमा छौँ हामी कि गिदेरी खोलाले हामीलाई चाहिँ जताततै चाहिँ अवरोध सिर्जना गरेको छ। माथि शिखरमाडी र खैरबानीको बिचमा एउटा मोटरेबल पुल बनेको छ। बाँकी त्यस पछाडि कहीँ पनि हामीसँग निकास छैन, पुल कतै बनेको छैन। हामी वडा कार्यालयसम्म आउन पनि हामीलाई एकदमै समस्या छ। बर्खायाममा चाहिँ म आफै वडाध्यक्ष चौधन्डीगढीको 3 नम्बर वडा घुमेर म वीरेन्द्र चोक हुँदै चाहिँ यसरी आउनुपर्ने वडा कार्यालय आउनुपर्ने आउन 1 घन्टादेखि 30 मिनटदेखि 2 घन्टासम्म हिँडेर विद्यालय आउनुपर्ने बाध्यता छ। यसमा वडा अध्यक्ष कतिको जानकार हुनुहुन्छ? विद्यालयमा दलित विपन्न र उत्पीडनका नाममा छात्रवृत्ति प्रदान गरिरहेको छ, यसमा वडाको कतिको निगरानी छ?
हामीसँग 10वटा विद्यालय सामुदायिक विद्यालयहरू छन्, 4वटा निजी विद्यालयहरू छन्। अब 10वटा विद्यालयहरू चाहिँ हाम्रो प्रत्येक चाहिँ ठाउँमा त्यत्रो 2-2.5 घन्टा लाग्ने एरियामा त छैन विद्यालयहरू। तर पनि अवस्था चाहिँ के छ भन्नुहुन्छ भने अब आधारभूत तहको विद्यालयहरू पार गरिसकेका विद्यार्थीहरूलाई चाहिँ तल माथि डाँडाबाट चाहिँ तल झर्नुपर्ने हुन्छ, कि त जनतामावि जडा कि चाहिँ प्रभाकरी मावि पोखरीमा चाहिँ आउनुपर्ने भएको हुनाले उहाँहरूलाई निश्चित पनि टाढा चाहिँ छ। तर अब त्यसलाई अब हामीले चाहिँ धेरैपल्ट प्रयास गरेका छौँ कि माथिबाट धाएर पढ्ने विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ यहीँ राखेर चाहिँ पढाउन सकिन्छ कि भन्ने प्रयास पनि हामीले नगरेको होइन। तर उहाँहरू पनि अब त्यसरी चाहिँ हामी घर छोडेर यसरी यहाँ बस्न चाहिँ चाहँदैनौँ, हामी उहीँबाट धाउँछौँ भन्ने खालको कुरा विद्यार्थीहरूको र अभिभावकहरू पनि देखिन्छ। त्यसले गर्दाखेरि अब विद्यालय नभए कहीँ पनि शिक्षाको चाहिँ पहुँच छैन भन्ने कुरा चाहिँ होइन। अब यो चाहिँ 9वटा वडामध्येको सबैभन्दा शिक्षामा र सबैभन्दा विद्यालय बढी भएको वडाको रूपमा चाहिँ हामीले पाएका छौँ यस वडालाई। तर पनि हामीले चाहिँ उच्च शिक्षाको लागि अब जसो उच्च शिक्षा नभनौँ, माध्यमिक तहको शिक्षा हासिल गर्नको लागि चाहिँ त्यो आधारभूतभन्दा माथिका विद्यार्थीहरूलाई चाहिँ अलिक केही टाढा चाहिँ अवस्था छ। र छात्रवृत्तिको कुरा जुन उठाउनु भएको छ, छात्रवृत्तिको कुरा चाहिँ अब कस्तो छ भन्नुहुन्छ भने अब बालिका छात्रवृत्ति भनेर आउँछ, दलित छात्रवृत्ति भनेर आउँछ, अपाङ्गता भएका विद्यार्थीहरूको लागि छात्रवृत्ति आउँछ। त्यो चाहिँ कुनै विभेद नगरिकन सबैलाई चाहिँ राम्रोसँगले उहाँले जसले पाउनुपर्ने हो त्यो छात्रवृत्तिको व्यवस्था गरिएको छ र त्यसमा म जानकार छु। अरू वडाध्यक्षको तुलनामा हाम्रो वडालाई हेर्दा समानुपातिक रूपमा विकास भएको छैन। यसमा वडाध्यक्षको अनभिज्ञताले हो या अरू कुनै कारण छ? त्यस्तो छैन, त्यस्तो होइन। बेलका नगरपालिकाको चाहिँ अब सीमित स्रोत साधन छ, हामीलाई माथिबाट आउने चाहिँ अनुदानको रकमहरू न्यून छ। त्यही अनुसार चाहिँ अब भूगोलको आधारमा र जनसङ्ख्याको आधारमा सूत्रबद्ध भएर बजेटिङ गर्नुपर्छ भन्ने हाम्रो माग हो। तर अब बेलका नगरपालिकाले चाहिँ हामीलाई के गरिरहेको छ भने सबै वडालाई चाहिँ समान बजेट वितरण गर्ने जुन व्यवस्था मिलाएको छ, त्यसले गर्दाखेरि जनसङ्ख्या र भूगोलको आधारमा हामीलाई आउनुपर्ने बजेट चाहिँ न्यून छ। त्यो न्यून बजेटबाट चाहिँ हामीले काम गर्नलाई हामीलाई बाधा पुगिरहेको छ। हाम्रो भनाइ के हो भने भूगोल र जनसङ्ख्यालाई आधार बनाएर तपाईँहरूले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ भन्ने मेरो माग छ। त्यसलाई चाहिँ सबैतिरबाट सुनवाई हुनुपर्छ र त्यसरी मात्रै चाहिँ वडाको विकास हुनसक्छ। नत्र भए यत्रो ठुलो चाहिँ भूगोल र यत्रो चाहिँ जनसङ्ख्या भएको ठाउँमा त्यो 40-42 लाखको बजेटबाट चाहिँ समस्याको समाधान निकाल्न सकिँदैन। त्यस कारणले चाहिँ यथेष्ट बजेटको व्यवस्था होस् र हामी काम गर्न नचाहेर होइन, स्रोतको अभावले हामीले भने जस्तो रिजल्ट निकाल्न सकिरहेका छैनौँ। वडाध्यक्ष भइकन तपाईँलाई गर्न मन लागेका तर विभिन्न कुराले अड्किएको कुनै काम छ जुन काम गर्न पाए वडावासी लाभान्वित हुने थिए जस्तो लाग्छ हजुरलाई? यो विषयमा त मलाई धेरै कुरा गर्न मन छ। अब हामीले सोचेअनुसार चाहिँ धेरै कुरा गर्ने भनेर यहाँ आएको हो निर्वाचित भएर। तर सबै कुराको चाहिँ काम गर्नको लागि हामीलाई चाहिँ स्रोतको अभाव छ। सबैभन्दा कुरा चाहिँ अब हाम्रो वडा चाहिँ सबैभन्दा ठुलो अब र जनसङ्ख्या धेरै भएको वडा हो। अब भूगोल पनि त्यस्तै परेको एकदमै चाहिँ पाहाड र तराईले भएको वडा छ। यहाँको आवश्यकताहरू तराईतिरको आवश्यकता फरक छ भने पाहाडतिरको आवश्यकता फरक छ। त्यसमा पनि अहिले सादा समस्या चाहिँ के छ भने सबैभन्दा ठुलो समस्या भनेको खानेपानीको समस्या छ। अब यो खानेपानीलाई चाहिँ हामीले ठाउँ-ठाउँमा सञ्चालन भइरहेका खानेपानीका योजनाहरू चाहिँ अधुरो अवस्थामा छन् र ती अधुरा योजनाहरूलाई चाहिँ पूर्णता दिनको लागि मैले निरन्तर प्रयास गरिरहेको छु र सम्बन्धित निकायहरूमा चाहिँ मेरा कुराहरू, यहाँको अवस्थाहरू, यहाँको जानकारी सबै मैले गराइरहेको छु। मन्त्रालयसम्मलाई मैले चाहिँ यो अवस्था यस्तो छ, खानेपानी विकराल अवस्थामा छ, तपाईँहरूले चाहिँ अलिकति राम्रोसँग यसलाई चाहिँ अधुरा योजनाहरू सम्पन्न गर्नु छुटाएका र तपाईँले भन्न मन लागेका केही कुरा भए भन्न सक्नुहुन्छ? अब यसमा चाहिँ मलाई धेरै कुराहरू भन्न छ, तर अब चाहिँ समयको पाबन्दीमा पनि छौँ हामी। त्यस कारणले गर्दाखेरि बेलका वडा नम्बर 5 को विकासमा अब निरन्तर रूपमा म लागिरहेको छु र उठाउनुपर्ने विषयवस्तु कुनै पनि अब कृषिको क्षेत्रमा छ, सिँचाइको क्षेत्रमा छ, अब चाहिँ यातायातको क्षेत्रमा छ, विभिन्न चाहिँ समस्याहरूमाथि हामी अध्ययका छौँ। वातावरणीय क्षेत्रमा छ। त्यस कारणले गर्दा हामी सबै क्षेत्रमा नेपाल सरकारका 25वटा सङ्घीय मन्त्रालयले गर्ने कामहरू हामी वडा कार्यालयबाट चाहिँ यहाँबाट सम्पादन गर्छौँ केही न केही सुरुवाती चरणबाट। त्यस कारणले गर्दाखेरि हामीले वडावासीका समस्याहरू हामीले पुर्याउँदाखेरि उहाँहरूको चाहिँ दैनिक जनजीवनमा पर्न सक्ने प्रभावहरूलाई चाहिँ हामी निरन्तर सेवा गरिरहेका छौँ र उहाँहरूको कुनै दैनिक कामकाजहरू, उहाँको चाहिँ कुनै चाहिँ अफिसियली कामहरू उहाँले प्राप्त गर्नुपर्ने वडा कार्यालयले दिनुपर्ने सेवाहरू चाहिँ हामी तदारकताका साथ र उहाँहरूलाई भरपर्दो हिसाबले हामी दिने प्रयास गरिरहेका छौँ र दिइरहने प्रतिबद्धता पनि म जाहेर गर्छु। हस्, धन्यवाद।